साउदीमा पानीको वर्षा हुने दिन जस्तो भएको छ, बर्खा लागेको छ। यहाँनिर तपाईँको के छ भनेपछि यो भएकै 8-10 दिन यो ठाउँमा होइन, घाम पनि लागेको छैन, राम्रो मौसम पनि भएको छ, गाह्रो छ। त्यही भएको कारणले गर्दाखेरि अहिले मौसमले पनि च्यालेन्ज गरिरहेको छ। अनि मौसम चाहिँ यस्तै भइरहोस् भन्ने जस्तो लाग्छ, तर के पनि के गर्नु, यस्तो छ बाटो। साउदीको यात्रा यस्तै छ होइन। अब यहाँ ओभरटेक गर्न पनि गाह्रो छ, कतैबाट पुलिसले भेटायो भने हान्देला पनि डर छ। फाइन लगाउला भने डर छ, भिडियो बनाउनु पनि गाह्रो छ। के गर्नु, यसो अब रमाइलो लाग्छ, त्यसले गर्दाखेरि यो ठाउँमा भिडियो बनाउनु परिरहेको छ। समय हेरेर मौसम हेरेर बनाउँदै गर्नुपर्ने हुन्छ। कतैबाट पुलिस ठ्याट्ट देख्यो भने फेरि समस्या छ। अब मेरो च्यानलमा आएर हेरिदिनु होला, नयाँ नयाँ भिडियो यस्तै रोड सम्बन्धी भिडियो बन्ने छन् प्रायः मसँग। अबदेखि हजुरहरूले मन पराएर हेरिदिनु, यसो लाइक फलोवर्स बढाइदिनु होला। अब पैसाको लागि भन्दा पनि अब एउटा अब साउदी छोडेर जाने बेला हुँदैछ नेपालतिर, त्यसले गर्दाखेरि अब यहाँको याद रहोस्, कुनै दिन हेर्ने मिलोस् भनेर चाहिँ हो। अनि यो अगाडि अगाडि मेरो कम्पनीको गाडी लागिरहेछ, हामी दुईजना सँगसँगै हिँडिरहेछ। यहाँनिर मामा आउँछ कि भन्ने डर हो कि अरूभन्दा पनि। मामाले थाहा पाउनु हो भने झ्याप्पै 500 रुपियाँ हाल्छ। अब यहाँनिर ढुङ्गा पहाडहरू यस्तो छ। अनि अब आफै गाडी चलाएर हिँडिरहेको छु। गाडी यो सियो होइन, यसमा अब तपाईँहरूले कस्तो कस्तो लाग्छ हेरेर साथ दिनु होला है। यो अगाडि लागेको गाडी हाम्रै कम्पनी हो। हामी दुईवटा आज शनिबार शुक्रबारको छुट्टी पनि नबसेर कम्पनीतिर जाँदैछ। हिजो मलाई यो छुट्टी बिहिबार, त्यसले गर्दाखेरि अब आज चाहिँ नै भइरहेको छ। अब यसो पुलिसको चेक हेरेर दाउ हेरेर कतैबाट देख्यो भने गाह्रो भएको छ फेरि। साउदीको विशेष भन्दा पनि विशेष रोड। तिर भेरीगोड छ, भेरीगोड भेरा बाख्रै। यहाँनिर क्यामेरा पनि छ, स्पिड क्यामेरा हो यो। भेरीगोड त्यतातिर छ। यहाँनिर भेरा उटहरू, त्यस पछाडि त्यहाँ सानसानो जङ्गल। मौसम चाहिँ अब पानी खस्ला खस्ला जस्तो भइरहेछ, पर्छ कि जस्तो पनि लागिरहेछ। पानी पर्दै त हुने नि। चाहिँ कफी सबै चिया चिया खाउँ भनेर यसो अब हाइवेको बाटो दिशा पिसाब लागेको हुन्छ। यहाँनिर चाहिँ पम्प भेटिन्छ एउटा, धेरै टाढा भइसक्यो, लगभग तपाईँको
150-200 किलोमिटर पछि एउटा ऊ भेट्यो, पम्प भेटेछ। अब यहाँनिर चिया खाने, निद्रा पनि यसो भाग्छ। त्यस कारणले गर्दाखेरि यो ठाउँमा पम्पमा आइपुग्यो। फजर भन्ने ठाउँमा छ यो। अहिले हामी सागाका टु तबुक जाँदैछौँ। यही हो।